एकदमै महँगो समस्या सबै थियो। महानगरपालिकाले सटल बस हालेको कुरा थियो। आज ट्राई गरौँ है त सेवाले कहाँसम्म के कस्तो छ व्यवस्था है। तर मैले अलि अस्ति फेसबुकमा हालेको थिएँ, म्याक्सिमम् प्रतिक्रिया के छ भने यसलाई निःशुल्क होइन सशुल्क बनाउनु पर्छ भन्ने छ। पैसा पे गरेर ल बसमा ट्याक्क चढ्यो है त। यो अमरसिंहसम्म ल दाजु के कस्तो छ प्रतिक्रिया? राम्रो छ। ल आज ट्याक्क सडल बसको सेवा हामी लिँदैछौँ। सेवा लिने भन्दा पनि तपाईँको यो चाहिँ कस्तो छ भन्दा तपाईँको हाम्रो नेपालीले चाहिँ प्रयोग गर्नु जानेन जस्तो लाग्छ। किन दाजु किन तपाईँहरू जब रेबलबाट बाहिर निक्लिन्छ नि पहिला ट्याक्सी हेर्छ, ट्याक्सी हेरिसकेपछि अनि त्यहाँदेखि सेड्युल बसको वास्ता गर्दा सुइङ सुइङ हिँडेर जान्छ क्या, तपाईँको ब्याग बोकेर हिँडेर जान्छ। हामी त सिधै हामी वास्ता गर्दैन। ल है सबैजना एकदमै सटल बस साइडमै छ, ट्याक्क झर्ने त्यहाँ हाइवेमा पुग्यो भने जता जानको निम्ति बस ट्याक्सी सबै पाउँछ। तर एयरपोर्टबाट निस्किँदा चाहिँ सटल बसको म्याक्सिमम् लेफ्ट साइड जाँदा मान्छेले पोखरा एयरपोर्टमा ल्यान्ड भएपछि साइडमा ट्याक्क लेफ्ट साइडमा चाहिँ एउटा सटल बस छ महानगरपालिकाले खडा गरेको र यो चाहिँ अमरसिंहसम्म जान्छ। यो भनेको हाइवेसम्म यसले निस्काइदिन्छ। त्यहाँबाट हामीहरूले आफूलाई जस्तो भेहिकल आवश्यक पर्यो पठाओ इन ड्राइभ होइन, तपाईँको ट्याक्सी अरू कुनै कुरा अथवा बसहरू नै त्यहाँबाट लिनु पऱ्यो भने एकदमै सजिलो छ। त्यसैले यहाँ के छ भने एयरपोर्टमा झरेकोहरूले चाहिँ यसलाई अलिक म्याक्सिमम् प्रयोग गर्नु भएन कि भन्ने छ। सबैजनाले यसलाई प्रयोग गरौँ। धन्यवाद।